चाहिँ हामी गएको ल कता थापा गाउँ कता अरे थाहा छैन। रेलिङ साइड मालिकको पर मालिकले लानेछ हामीलाई, थाहा छैन कता हो। तर मजाको बाटो यो चाहिँ तल्लो गाउँको बाटो यस्तो रहेछ। फर्स्ट टाइम हिँडेको यो बाटो। यहाँदेखि उकालो माथि निक्लिन्छ रोडमा, त्यहाँदेखि चाहिँ फेरि गाडीमा जानुपर्छ। जाँदैछौँ बाटो यस्तो रहेछ यहाँ त मजाको। यस्तो रहेछ बाटो। पहिला थियो यहाँ च्याङ्बा काकाको घर। यो चाहिँ पहिला हामी यहाँ आउँथ्यौँ सानोमा, राजेन काकाको घर। यो पहिला सानोमा ट्याङ्की थियो पहिला, त्यसलाई हामीले बलाउको यो ट्याङ्कीको लागि सानोमा। मनोजको घर मन्जिला पारी पारी रामजी कर्मगढी तल्लो गाउँ चाहिँ वन्डरल्यान्ड स्कुल आइपुग्नु आँट्यो। वन्डरल्यान्ड प्लेग्राउन्ड यस्तो भएछ। पहिला हामी खेल्थ्यौँ यसमा, पहिला हामी पुरा खेल्थ्यौँ नि यहाँतिर। तामाङ गाउँ डाँडा गाडी आउँदैछ। हाम्रो चाहिँ गाडी आइसकेको छ। रेलिङ फुटबल ग्राउन्ड, फुटबल सुरु हुन आँटेको रहेछ। यो कालिम्पोङ सेसन सेन्ट अगस्टिन स्कुलको फुटबल टिम रहेछ। यो त हाम्रो नानीको स्कुलको टिम रहेछ। यता चाहिँ सिक्किमको रहेछ। टाढाबाट आएर लु बस्छ अगाडि खेल लु लु आन्टी झर्यो। आन्टी लाग्छ गरम रहेछ। कमान सेक्सनियन यता आन्टी झरिसक्यो। आन्टी झरेर यहाँ फेरि सेक्सनियन कमान किपर छिटो छिटो सेक्सनियन छिटो दामी निकाल्नु रोकेर खेल फास्ट खेल फास्ट फास्ट। दामी निकाल्नु मेरो भिडियो बनाऊ भन्दैछ है। म त यतिकै होइन फुटबलको त फेरि दामी रहेछ। यहाँ हाउस चाहिँ खत्तम भइसकेको छ, गोली पनि खत्तम भइसकेको छ। हामी यता दोकानतिर जाँदैछौँ। गुमान सिंह चामलिङ वाइट बेङ्गल एनसिसी पनि रहेछ। हामी चाहिँ फर्केको अब हामी जाँदैछौँ फर्केको। पापा श्याम दादा उसको बुढी नानी रातितिर जान्छौँ हो मजा आउँछ खेल्नु सेरिकल्चर। आइपुग्यो अगाडि रहेछ त है। अब